4जना 5जना युवाहरू आफ्नो घरमा खाना खाएर चाहिँ 12-1 बजेको समयमा इमाडोल आफ्नै घरबाट मङ्गलबजारमा घुम्नको लागि निस्केको देखिन्छ। उनीहरूको उद्देश्य भनेको मङ्गलबजार दरबार एरियाहरू घुम्नु मात्रै देखिन्छ, टाइम पास गर्नको लागि घुम्न निस्केको देखिन्छ। त्यही क्रममा इमाडोल निवासी सुमित नेमाङले एकजना कोही आफ्नो साथीलाई फोन गर्छन्, मोबाइल नम्बर लिएर फोन गर्छन्। त्यो नम्बर मिस्टेकली अर्को कोही मान्छेको चाहिँ मोबाइलमा पुग्छ। मोबाइलमा पुगिसके पछाडि उसले आफ्नो साथी भनेर केही अभद्र कुराहरू गर्छन्। त्यही क्रममा मोबाइल रिसिभ गर्ने मान्छेहरूले पनि काउन्टरमा त्यस्तै अभद्र कुराहरू गरेर मोबाइलमा झगडा पर्छ। मोबाइलमा झगडा परिसके पछाडि पटक पटक त्यो मान्छे जसले उनलाई मिस्टेकली फोन गरे, रङ नम्बरमा फोन गरे, त्यो मान्छेले काउन्टर कल गरेर डिस्टर्ब गरिरहन्छ र उनीहरूको बिचमा एक आपसमा झगडा भइरहन्छ। उनीहरू बिल्कुल अपरिचित छन्, एकले अर्कालाई कहिले पनि देखेको, चिनेको, भेटेको देखिँदैन अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा। अनि त कहाँ छस् भनेर भन्छ उसले, म मङ्गलबजारमै छु, घुमिरहेको छु भन्छ। अनि मङ्गलबजारमा भए म पनि मङ्गलबजार आउँछु, त्यहाँ भेटौँ भनेर त्यहाँ तथानाम गाली गलौज उत्रिसके पछाडि अनि यो चाहिँ हाम्रो नेमाङ दाजुभाइ प्लस उनको 3जना साथीहरू कृष्ण मन्दिर अगाडि पुग्छन् बेलुका 7:30 बजे। त्यही बेलामा यो अपराध गर्ने चाहिँ सञ्जु भन्ने सञ्जीव नेपाली जुन पनि एकजना गगन सुनार भन्ने एकजना उसको साथीलाई स्कुटरमा राखेर त्यहाँ नजिकै आउँछ, स्कुटर राख्छ र कृष्ण मन्दिरकै अगाडि ऊ पनि पुग्छ। अनि उसको साथी र भाइहरू तल बस्छन्। अनि उनीहरू चाहिँ कृष्ण मन्दिरको सिँढीमा उक्लिएर केही समय विवाद गर्छन्। विवाद गरिसके पछाडि सञ्जीव नेपाली जुन सञ्जु भन्ने सञ्जीव नेपालीले नियोजित रूपमा उसले छुरा बोकेर आएको हुन्छ, त्यो छुरा निकाल्छ। छुरा निकालेपछि तत्कालै चाहिँ नेमाङले के गर्छन् त, हातमा समाएर छुरा बोकेको हातलाई चाहिँ समातेर उसले सञ्जीव नेपालीमाथि मुक्का प्रहार गर्ने प्रयास गर्छन्। त्यही बिचमा ऊ फुत्किएर चाहिँ समित नेमाङको घाँटीमा छुरा प्रहार गर्छ। अनि तत्कालै ऊ त्यहाँ ढले पछाडि ऊ माथिबाट तल झर्छ त्यो सञ्जीव नेपाली सञ्जु भन्ने। अनि उसलाई रोक्नको लागि उसको भाइ अगाडि बढेपछि उसको भाइलाई पनि पेटमा र घाँटीमा छुरा प्रहार गरेर त्यहाँ ढल्छन्। आँखा पनि चिम्लिने समय नपाउने अवस्थामा त्यो घटना घट्छ र चाहिँ यो सिर्जन नेमाङ र उसको दाजु समित नेमाङले उसकै आफ्नै काका पर्ने र साथीहरूबाट पनि सहयोग नपाउने अवस्था त्यहाँ देखिन्छ। सिचुएसन त्यो क्रिएट भइसके पछाडि उनीहरूले तत्काल प्रहरीलाई खबर गर्छन्। हाम्रो 3 मिनटभित्रमै घटनास्थलमा नजिकैको प्रहरी त्यहाँ पुग्छ र तत्कालै नेपाल प्रहरीको मङ्गलबजारको गाडीबाट हामीले उनीहरूलाई उपचारको लागि बिएनबी हस्पिटलमा लगभग 10 मिनटमै हामीले बिएनबी हस्पिटलमा पुर्याएको अवस्था हो। बिएनबी हस्पिटलमा पुर्याएर उपचारको क्रममा 8:25 हाराहारीमा डाक्टरले दुवै दाजुभाइलाई मृत घोषणा गर्छन्। मृत घोषणा गरिसके पछाडि अब हामी तत्कालै विभिन्न ठाउँबाट प्रहरी चाहिँ घटनास्थल घेरेर चाहिँ जुन घटना घटाएर भागेका फरार व्यक्तिहरूको खोजतलासमा हामी उत्रिन्छौँ। म आफै पनि खटिएको थिएँ, म गएको थिएँ। टोलले चाहिँ एरियालाई कर्डन गरेर हामीले खोजतलास गर्ने क्रममा छुरा लिएर भागिरहेको अवस्थामा एउटा रेस्टुरेन्टको नजिकै त्यो सञ्जीव नेपालीलाई हाम्रो एकजना महिला प्रहरी कर्मचारी जुन प्रहरी जवान थिइन् उनले नियन्त्रणमा लिन सफल हुन्छन् र तत्काल नजिकको प्रहरीलाई खबर गर्छिन्। अनि हामी अरू थप प्रहरी गए पछाडि त्यो सञ्जु भन्ने सञ्जीव नेपालीलाई घटनामा प्रयोग भएको छुरासहित हामीले त्यहाँ नियन्त्रणमा लिन्छौँ र उसको सहयोगी साथी गगन सुनार भन्ने छ उसलाई पनि नजिकैबाट अर्को टोलीले नियन्त्रणमा लिएर मङ्गलबजारमा ल्याएर आएको अवस्था हो।